म चाहिँ त्यो के अरे कुपी काट्नेवाला पेटमा पनि भन यहाँ पनि कुपी काट्ने होला हामी चाहिँ यहाँ पिठो मुस्नेवाला आज के खाइँदैछ भन न मोमो हो मोमो भाडा नि यहाँ छ टक्क पानी धेर भयो केटा हो हैन उयो मनीको लागि त्यतिकै गर्न होइन हुँदैन अहिले अरार हुन्छ मनीको माग्छ मनुष्यको छिटो ल्यायो भने अनि अब हामी ग्राउन्डतिर गइन्छ ग्राउन्डतिर म चाहिँ दौरा चिर्नै अब पारसको खुकुरी कहाँ पो भने पारस तान हुन्छ बरु अब हामीले बाँस नकाटेको बाइकलाई लिएर बोकेर हिँड्न कहाँ आउँछ मनुष्य किलो भएछ है हाम्रो केटाहरू यहाँ बनाउँदैछ एउटा भिडियो भरे युट्युबमा गइहाल्छ हौ मान्छे एउटा हाल्नु न लु यता हाम्रो केटाहरू छ अब गम्भीरतिर लागिन्छ दौरा छिर यता विशाल यता पारा चाहिँ बन्छ है टनेले एउटा हान्ने न पार यो चाहिँ प्रकाशको लागि यो चाहिँ प्रकाशको लागि भरे ममा पाउँछ केटा भति चिन्ता नगर है त्यो मान्छेले सानो हैन केटीको यो दुईटा लानु पर्यो यो हर्रको दुईटा लानु पर्यो दुईटा लाग्नु पर्यो पेम्बाले हाम्रो नाङ्गु देखायो केटा हो यता ध्यानदार हो काम गर्ने साह्रै तर गर्दैन र गलिहाल्छ केटो के भन्छ हौ केटो फेरि खानुपर्छ भने परिश्रम गर्नुपर्छ एकदम गर्नुपर्छ परिश्रम खानु छैन भने आनन्दले सुत्नुपर्छ अब हामी गम्भीरतिर गइन्छ है विशालले चाहिँ दौरातिर आइपुगेको छ यहाँ पानी हाल्दैछ यहाँ टक्क यहाँबाट चाहिँ हामीले गरिसक्यौँ एउटा अहिले पक्का हान्छ भने त्यो हस भन्ने त्यो हो के अरे माथि हाम्रै स्कुलको फेरि भन्दा हजुर भन्दा म बिर्सिनु अन्त हस भन्ने को ओए पेमा बोलेको हो खाना टेन्सन लाग्दै त्यो हसँग त्यो को भन् कोसँग नामै हस हो हामीले कक्षाको ईर्षा यतिले पुग्छ आफै नाम राख्दै नि यो भिडियो भरे हेऱ्यो भने जान्छ नि टेन्सन नगर न म बोलेको हैन विशाल डिलिट गर्छन् यतिले पुग्छ त्यो खरानी अलिक खरानी भने के गर यो भिडियो प्याक गरे देख्दैन युट्युबमा हैन देख्छ भरे कट गरेर हालिन्छ नि खरानी किन बोकेको त्यो पल चुन्छ अहिले टक्क हाम्रो केटा लाग्यो है गम्भीरतिर हाम्रो केटाहरू एउटा पेम्बा यता छ दिन यहाँ लैजाउनु सब मान्छेहरू यता पेम यता पेम्बा अगाडि हामी गम्भीरे पुगिँदैछ है गम्भीरे विशाललाई देखाइदेऊ न लाइट विशाललाई मेरो नाम त थाहा होला नि एकदम मनिस हो हैन मेरो नाम
नाम भनेको जङ्गबहादुर राणा हो कि जङ्गबहादुर राणाको यस्तो यस्तो पर्यटनमा जाँदाखेरि गम्भीर आइपुग्यो अब हामी चाहिँ यस्तो यस्तो यो मान्छे को हो यस्तो यस्तो बोकेर पल्टनमा गइँदैछ आज अगाडि चाहिँ पारस अगाडि दीर्घ सिंह छ है हाम्रो हामी गम्भीर लाग्यो अब टक्क गोर्खा पल्टन लाग्यो म चाहिँ अब यहाँ उता गयो हाम्रो भनेको दिन हाइकिङ हुन्छ कि हाई अस्ति अघिल्लो भिडियोमा हाइकिङ पाहाडको हाम्रो डे थियो अहिले नाइटको हाइकिङ है टक्क यो चाहिँ हाम्रो गन्तव्य चाहिँ आइसक्नु आँट्यो कि टेन्सन गराए हाम्रो केटो बाँसले हान्छ होला है त होइन 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 गम्भीर आइपुग्यो है टक्क गम्भीर आइपुग्यो चाहिँ हाम्रो गम्भीर हो टक्क यो ठुटा है गम्भीरको टक्क ठुटा यहाँ अब ल्याउन अलिक ठुलो मलाई राम्रो केटा गम्भीरको ठुटातिर आयो ठुटा बिचमा टक्क म्याट वरिपरि छ वरिपरि हो त्यो त वरिपरि त अब हाम्रो केटाले छोड्दैछ है तिमीहरू यहाँ बेलना गरेर हामी गएको यहाँ चाहिँ पहिला नुनहरू होला न पहिला तिमीहरू यहाँ रेडी पारेर नाङ्लोमा राखेर नाङ्लोमा गएर केटाहरू यहाँ आगो सागो फुक्दै गरेर एकजनाले आगो फुक एकजनाले गर हामी चाहिँ अब रमाइलो फिल भयो कता जानु यता कता यता जाऊँ न आज हामी ढुङ्गा खोज्न गयो ढुङ्गा टक्क आगो फुक्नलाई टक्क यहाँ ढुङ्गा भेटिएको छ अब होइन एउटा यही हुन्छ चौचौको खोल्ने यहाँ रहेछ त एउटा त्यहाँ भयो एउटा त यहीँको त हुन्छ ढुङ्गा अलिक निस्किनु गाह्रो मलाई ढुङ्गा उचालिँदैछ खोइ फोन बाफ्रे ओ विशाल यता हो त एकछिन ढुङ्गा ठुलो छ हौ होइन पर्दैन म बुझ्छु अब पछि केटा आयो ढुङ्गा ओ ओ खुकुरी विशाल छ त्यो मारिदेऊ अहिले चाहिन्छ देखाउन हो केटा हो यो पर चाहिँ धेरै पर भयो यहाँ भयो त केटाहरू यहाँ बत्ती बच्ची राख्ने ठाउँ बनायो त्यो अहिले त्यो गाडी राखेर भरे राख्नु आगो बाल्दाखेरि आगो बालिसकेपछि आगो बाल्दा त के बत्ती चाहिन्छ अहिले विशालको लागि राखिराख्नु अब हामी के लिन्छौँ मस्त मुरी यो हात पनि धुन्छ पानी पनि ल्याउनु पर्यो नि है। चाहियो लु त्यो भयो यतिको दामी भएछ त ऱ्याङ भएको यहाँ के हुन्छ नि उयो छ नि त्यो खरान ल्याएको नि हेर न केटा बत्ती चाहिँ विशालको त्यहाँ आगो सागो फुक्दै गरेर म यहाँ बेल्ने हो लाइट हरायो भयो यहाँ छ हौ, कस्तो हरायो पानी हाल्छ उही के हो म झिके थिएँ कता राखेँ यहाँ पानी हाल्छ धेरै हरायो अब यहाँ
बनाएको यो चाहिँ अलिक पिछाडी गरी यतिमा मात्रै हुन्छ नि अलिकति महँगो के भएर पानी पानी अघिको यतिमा पानीहरू के ल सफा पानी हाल्नुपर्छ नि पुरा अब चाहिँ हामी यहाँ माटो यहाँको माटो हुन्छ कि क्या हो लिप्नु पुरा त्यहाँ एउटा यहाँ खरानी अब हामी चाहिँ खोला जाँदैछौँ टक्क उयो मोमोको त्यो तलको उयो के भन्छ त्यो पापेमा त्यो मुनिको त लिप्न जाँदैछौँ अब भाडा लिप्न हामी टक्क खरानी लाउन यहाँ छ खरानी ए होइन खरानी लाउन यता हाम्रो कुरा छ यहाँ खोल्ची छ नि त खोल्ची बेलुका जानु हुँदैन यहाँ टक्क अब खनेर लिप माटो पनि अलिकति बिहान पुरा मस्काइन्छ नि हाम्रो अब यहाँ खरानी एउटा पातुलो बनाऊ है पातुलो त्यो उयो चाहिँ गिलो हुनु भएन केटा हो पातुलो बनाऊ नि उयो चाहिँ त्यो उयो हालेन नि त्यो अब हाम्रो केटाहरूले के गर्यो नि यहाँ त्यो कत्रो कत्रो बनाएको आम्मा त्यो चाहिँ हो एउटा हेर नि त्यहाँ कत्रो बनाएको उदेत्र पातुलो बनाऊ विशाल बाक्लो भयो भने त पाक्दैन नि फेरि सानो सानो डल्लो गर हामी चाहिँ अब गइँदैछ हाम्रो केटाले के गर्छ यहाँ अब हामी गइन्छ टक्क खोला सङ्गल होला खोला अब गइँदैछ अब हामी खोला झरिँदैछ अब गम्भीरको तल बाटोदेखि खोला के उडी आयो लिपे मचिन्छ अब चाहिँ हामी यो लिपिसकेर पानी हाल्न आँटेको पानी खोलेको चाहिँ टक्क नेटी खोला है टक्क यता पानी खोलेको यता पानी धमिलो पानी धेर धमिलो भएर छिटो उयो गर्नलाई यो चाहिँ हामीले अर्को कुवा बनाएको यता अर्को कुवा छ यता अर्को कुवा भरे पानी खानलाई टक्क त्यो चाहिँ भरे पानी खानलाई सकियो भने पानी हाम्रो केटाले छोर ल्याएको रहेछ पानी खाना मचिरहेको छ त केटाहरू चाहिँ बजार पक्कै पेल्दै होला रोटी यस्तो बनाउँदै टक्क यो चाहिँ दोबान भयो यताबाट अनि एउटा पानी भएको अनि टक्क यताबाट नि अर्को पानी भएको यताको मान्छे सँगिसकेको छ टक्क अब हातले निकालेर हालिन्छ भाँडामा हाम्रो केटाहरूले उगाउनै ल्याएन यसरी कहिले भइसक्यो ए धमिलो भइहाल्छ पत्ताले गर्नु पत्ता टिप्न गइन्छ सक्खको हुन्छ के को पत्ताले यो पानी गर्नु हो
कहाँ छ त पानी त हुन्छ त्यहीँको पानी लगाउनु अब चाहिँ हामी यताको पानी लग्दैछौँ भरे यो चाहिँ पक्कै खाना पानी हुन्छ यो चाहिँ खाने पानी हो यताको चाहिँ काम दिएन अब हामी यताबाट लग्दैछौँ यताबाट पानी हालिन्छ साङ्लो रहेछ यताको पानी अब चाहिँ हाम्रो पानी भरियो टक्क अब चाहिँ हामी लागिन्छ ग्राउन्डतिर फेरि यस्तो माटोले टालिन्छ भिरको चाहिँ टालिन्छ यो चाहिँ गम्भीर तलको काठै यस्तोले पो हो त अनि लिप्ने यता हाम्रो यता त गइ पो गएको हाम्रो केटाहरू मोमो के गरिदियो होला यतिखेर आगो बालिसक्यो अब चाहिँ पानी भरिसकेर हामी ग्राउन्डतर्फ गयो पानी भरियो बल्ल बल्ल हाम्रो केटाहरू त पर छ गरौँ थियो क्या पानी नभेटेर के गर्नु हाम्रो केटाहरू ठ्याक्कै वनमा नि यस्तो देखेको छ टाढादेखि हेरेर नि हाइट लुकेडा यतिको चाहियो है हाम्रो केटाहरू चाहिँ यहाँ छ टक्क मोमो बनाउँदै हामी ग्राउन्डतिर आइपुग्यौँ किमाको दल्नुपर्छ नि त्यसो नगर न हौ लु त्यो उता तल गयो हेर त के हो मैले अघि भनेको त्यहाँ हेर त सानो त्यसको गयो हौ भाडाको गइसक्यो ए कलर अहिले हालौँला नि भोलि पर्सि हालौँला नि कलर अहिले सब गयो यार कालो लाग्छ चाक बजे गएको छैन होला नि होइन त्यहाँ राखेपछि गइहाल्छ नि त्यो सबै काम भनेको त्यो पानी छैन छैन गएको राख न तिमी तिमी किन हातेको आगे बल्दैन जस्तो लाग्दैछ मलाई त अब चाहिँ भयो नि त अब चाहिँ बल्छ नि कस्तो बल्दैन यतिकै पानी उम्कियोस् कि यो भाँडा मस्काउने टक्क यो भिडियो चाहिँ हाम्रो प्रकाशलाई जान्छ है बाचा नि कता यहीँ सुत्ने शीतल छ त हौ टक्क मोमो बनाउँदैछ है नेपाली प्लेटमा है हाम्रो केटा ल्याम्बी ताने गऱ्यो नेस्लो हुने अब हो टक्क अब यहाँ मोमो बनेर मोबाइल अफ गरेको ल कति सानो नेट चल्ने ठाउँमा खोजेर नानी बाबुले चिक्ने आगो नि बल्दैन म त उडिसकेको छु राख त है अच्छा मोमो बनाइन्छ है यता यतापट्टि जाने घरे आने फेरि मनिषा हुन्छ नि मोबाइल त राखेको छ म अहिले पानीकै दम तोडिदिन्छु अनि पुग्न मुला बलिरहेको ओ यो सक्यो भने त आगो छैन नि बाल्ने प्लास्टिक कि छ भन्छु पहिल्यै छ क्या बल्छ आदि आदि भिडियो सर्ट भिडियो चाहिँ हाल न भाइ फेसबुकमा अहिले त्यो हाम्रो केटाहरूले चाहिँ गम्भीरमा यसो आज घरमा नै भएर भन्नु गम्भीरमा यसो है अब चाहिँ हाम्रो यहाँ मलाई किन निन्द्रा लाग्यो जस्तो लाग्यो एउटा बसाएको छौँ यो मान्छेले आठा भनिहाल्छ र नि अहिले म यत्रो गर्दैछु थोरै ठुल्ठुलो बनाएको छैन के ठुल्ठुलो बनाएको छैन पाउडर सानो थोरै भयो केटा अब पाउडर ल्याउने यति मलाई बेबी पाउडर ल्याउ न घरदेखि होइन हौ बेमानी ऊ छ नि त गिलो छ नि त त्यही भएर यो चाहिँ छैन है अहिले त्यो अहिले नहाले पारेछ अलिक धेरै हाल्छ मिलाएर टक्क
पातलो चाहिँ त्यही ठिकै छ यो सेकेन्ड सिटमा हाल्दियो हाल फर्स्टमा आउँदा सेकेन्डमा हाल अब यसको छोप्ने छ ए ऊ त्यही झिका नै माथिबाट यो मान्छेले केही नजान्ने हो त्यो फर्स्ट के भनेको थियो हाल ओए के हो ओए चाहिँ हुँदा हुँदै ओए ओए गर्छ म भाइ कोही बोल्न पाउँदैन अहिले लु है त यो फन्नीमा गयो भिडियो बनाइदियो यहाँ रे केटा हो यहाँ उयो थोरै हाल्यो माल छ यहाँ बिचमा तिम्रो माझा कुक ल ल आम्मा, के हो बाहिर बाहिर आगो डन के त मोबाइल पक्रेर पारा एकछिन आगो फुक्न लगाएको त रुँदै पुग्छ के छ हुलाहुलीहरू चेक गरौँ हेर्न यहाँ आठो हालेको 2 मिनेट भएको छैन अनि तलको अब रेला गर्न नपाउनु एउटामा बनाएको छैन त्यहाँ पसेर चेक गर्दैन चेक गर्दैन म बाहेक हालेको 2 मिनेट भएको छैन किन चेक गरेको नगर्न पाएको छैन ऊ अब कुकलाई भन्न उसलाई थाहा हुन्छ हो अनि मलाई थाहा हुँदैन धन्न नमस्काउनुलाई यहीले दिन्छु अनि भित्र कुक काम गर्छ बाहिर धन्न नमस्काउँछ धन्दा मात्रै बसेको थिएँ नि यस्तो भने पनि बनाएको किनभने अहिले मात्रै छोडेर जान्छ अनि लाग्यो केटो ल ल केही नदेखिँदो रहेछ हो यो मान्छेलाई यो मान्छे फेरि फर्केर आयो नि मुला कहाँदेखि फर्केर आएको लु भन त अहिले यहाँ भुतेलाई कहाँ नि त्यो खोलामा यता चाहिँ ट्याङ्किङ कुको भनेर यतिनामा तन्काएर यस्तो अनि चाउनु साउनु सामने बनाएको मोमो खानु अनि चाउनु साउनु सामने बनाएको मोमो खानु हामीलाई खाना पुग्दैन हामीलाई खाना पुग्दैन आउनुहोस् आउनुहोस् भूतहरू आउनुहोस् आउनुहोस् कसलाई भन्न अहिले आउँछ हौ मलाई किन बोलाएको भूतले हामीलाई पुग्छ भरे भूत आयो भने चाहिँ फेरि राम्रो हुँदैन केटा कसले दिन्छ नि म त दिन्न ल भूतलाई त अलिकति भयो नि माग भने नि दिन्न आगो छँदैछ नि कसलाई च्यालेन्ज अरे टप 1 भूतलाई ल यो मैले ट्याग गरेँ टप 1 भूतलाई ट्याग हाम्रो त नयाँ पत्ती आएको छ टक्क है तु यता दामी देखिने रहेछ यता हेर न तर फोनमा नदेखिने रहेछ के गरिँदैन गोजीभित्र हालेर कति छ ल्या यति हो दाउरा खोजिन्छ केटा यहाँभित्र दौरा त दौरा त तल नि छ आपत्ति नै छैन नि दौराको किन आपत्ति होइन विशाल के हो दौरा कसले सक्यो भने ठिक हाल्ने नि यति हालिएछ अनि अब हालेपछि त बलिहाल्छ नि लु विशाल यहाँ गर नि तिमी म गर्दैछु त ए ल बत्तीले दम तोड त्यो मान्छेले अघिदेखि दौरामै चलाइरहेको छ आगो बल्दैन भन्छु आगो लगाइरहेको काम खोल्यो ल 4वटा बनाइसकेछ केकले घुमाइफिराइ बनाउँदैछु यहाँ मलाई टेन्सन लाग्नु थाल्यो अब टेन्सन पो हुन्छ अरे हो अनि थाहा छैन खान भुत्ले भनेको थाहा छैन खान भुत्ले भनेको कान भुत्लेले भनेको अनि यो चाहिँ कान भुत्लेलाई ट्याग गर्छ यो चाहिँ लेको नाम के हो थाहा छैन है नभना नारायण को नारायण के त भगवान अब हामीलाई त चिनिहाल्छ नि भगवान नारायण त्यो अर्को तलको चाहिँ तलको त कालो लागेछ त उ
त्यो भनेको नि भने हामी गएर चाहिँ मागर चुत म त छोड न अनि फुलिन्छ त अनि अनि तलको चाहिँ ट्राई गर्नुपर्छ केटा होइन उता आउँछ न सँगै पाक्छ पक्का चिकन तलको ट्राई गर्नुपर्छ एउटा चिपाको टक्कसँगले यिनीहरू पनि निकाल्नु न यिनीहरूले गरेर डढ्न सक्छ एउटा चिपाको अब अर्को यता पाक्दैछ दुईटा हो अर्को हालिँदैछ पानी चाहिँ ल्याउनु पर्ने बनाउनु ल जाने कि बनाउनु के हो यो हालेको यहाँ हैन कस्तो रमाइलो हुन्छ टस देखा न हाम्रो केटाहरू चाहिँ टक्क अब अचारहरू बनाउन घर गएको छ केटाहरू बिजोग भयो नि घर गएर हामी चाहिँ यता मोमो हामीले एउटा मोमो खाएको छैनौँ हेर्नु सक्नुहुन्छ यो हामीले 4टा चाहिँ खायौँ है नढाँटी भन्नुपर्दा 6वटा चाहिँ खायौँ 4टा 6वटा 12वटा भनौँ होइन 6वटा खायो 6वटा खायो 6वटा खायो 3 दिन अनि 2-2वटा खाएन 3जनाले हामी चाहिँ अब टक्क यहाँ मोमो आदि बनाइसक्यो होइन हाम्रो केटाहरू चाहिँ दुईटा बेल दिइराछ अघिदेखि आम्मा टेक्नोलोजी आयो त 2-2वटा एक्सपिरियन्स है त्यति चाहियो ल बाबा तिम्रो काम आयो अब यहाँ टक्क हाम्रो केटाहरू छ चाहिसकेको छ हाम्रो भाडा त मरौ हो भरियो भाडा अब यहाँ उयो माथिको ढगानी हल्लियो भइहाल्छ कहाँ यो सेकेन्डमा टाइम कति भयो एकताल हेर्दै देखाउ त टाइम भने कोही 12 बजे होइन कति बजे सही टाइम देखाउनु यो चाहिँ कसले बनाएको यस्तो चाहिँ यो चाहिँ कसले बनाएको मैले बनाएको कसदैन हौ यहाँ भाले मार्न त हाम्रो केटाहरू चाहिँ किन 10 ड्याके देखा भन्छ अब हामी चाहिँ फेरि यहीँबाट कन्टिन्यू गर्छौँ है 43 भयो यहाँ 3:43 बिहानको यो चाहिँ यहाँ मोमो छ अब खाने अब बना त यहाँ केटाहरूले एक नाङ्लो बनाएर खाएर फेरि एक नाङ्लो भइसक्यो सुताइ चाहिँ अब स्कुलमै होला जस्तो छ अब स्कुल बिहान जानुपर्ने घरतिर म त स्कुलमै सुत्दिने नेपाली पिरियड खाली नेपाली प्लेट केटाहरू यसरी मलाई भोलि निकै लाग्दा सुत्दिने पर म त आज त यस्तो आज त म यस्तो निलाएको म ठाडै निराको थाहा याद गर्यो नेपालीको माता बुढोले फसाउँछ कि म त नेपालीको यस्तो गरेर सुत्नुपर्छ त अब चाहिँ हाम्रो केटाले एउटा ठुलो बनाउन आँटेको छ एकदम ठुलो मोमो त्यो चाहिँ मलाई है कसलाई अरे अहिले सबैले आधी आधी काट्नुपर्छ खानुपर्छ ए हुन्छ हौ पिम्बा एउटा फिनिसिङको लागि एउटा बाता छुट्टै खाली गर न यसमा भोराम न भनेको होइन त्यो चाहिँ यसमा हाल्नु कि यो चर्कीमा एउटा पाक्छ त टाइम लाग्छ ल पाक्ने पातलो बनाएको थियो हाम्रो केटाले एकदम ठुलो बनाउनु खोजिरहेको छ यहाँ हाम्रो केटाले चाहिँ एउटा ठुलो बनाउनु आँटेकै ल अहिले यसलाई पनि बस्छौँ यहाँ यसलाई पनि बस्छौँ न राम्रो हुन्छ जस्तो बाजेर चोखो होइन यति मगाए खाइदिनु खाने गरौँ अलिकति होइन यस्तो बफाइ आउँदाखेरि राम्रो हुन्छ नि यो बुझेन कि अब त्यस्तो हाम्रो मोमोको स्वाद अहिले आयो ल गर्ने यसलाई नि प्याकिङ गरेर न बक्स भनेको मैले राइट हाम्रो केटाहरू खाइसकेपछि अवस्था यस्तो छ गम्भीर गम्भीरमा यस्तो अवस्था छ हेर्नु सक्नुहुन्छ राइट हामी चाहिँ खानु छोडिँदैन पेम्बा र म चाहिँ 4टा खायो कि 5टा खायो कि अघि सुत्यो केटाहरू म त होइन म त अहिले भर्खर खाएको
के यस्तो फुलन्दी मान्दर चोच कसले बनाएको यो मोमो ओए सेफ कसले बनाएको मोमो सेफ के हो यो मोमो यता हो जिन्दगी मैले तिमीले जिन्दगीमा जिन्दगीमा मैले यो हाम्रो मोमै हो क्या एकदम अर्ग्यानिक सेफ कतै सेफ छैन हो कुक हो यहाँ ए कुक यो मोमो खाने कति 100 रुपियाँ लिएर आएको त हो यो किमा हाल्नलाई कमसे कम पनि 50 रुपियाँको उयो लाग्यो के लाग्यो सामान सेप म सेफ तिमी हो लडिक छ फेरि बसाउ कडा बसाउ यो बसाउ यिनीहरू यो मुनि हाल बसाउनु पर्छ पाएछ नि मजाले यो पनि हालिदेऊ यो पनि अब चाहिँ हामी सुत्न लाग्यौँ होइन यो पनि हालिदेऊ बिहान उठेर अब बिहान उठेर खाने अब हामी सुते यतै हुन्छ जानु खाने भनेको बनाउने होइन यसो सुत्नु अलिक रिक्स हुन्छ यार बेसमा होइन उता सुत्नुपर्छ अनि घर जाउँ सुत्नु घर जाउँ घरमै जानुपर्छ बोकेरै जानुपर्छ खाने घरमा चाहिँ ओछ्यानमा नि हो कहाँ हो बाहिर बोरन्दामा सुत्यौँ न बरु ऊ पाठको कुरा त कोठा गएर केमा सुत्नु दुईटा खाट छ बोरन्दा ल अनि तिमीहरू म घरको हाल्छु नि दुईटा खाटमा कसरी एउटामा एकजना मात्रै आँटेको सिराको भनेको भुइँमा हुँदैन सानो छ क्या बाहिर बोरन्दामा सुताउँछ टक्क यहाँ रमाइलो गरिन्छ अन्तिम हो भाँडाकुँडा सबै ठिक पाऱ्यो होइन अब यो चाहिँ ठुलो एकदम बिग बोस हो हामी यस्तो रमाइलो गरिन्छ अब बसिन्छ त्यत्तिकै घडीमा कति बजेको डा हो भन्छ ट्याक्क 11 बजेर 54 मिनेट गएछ कस्तो देखिरहेको छ प्रकाश मेरो भाति तिमी यो भिडियो हेरेर भात खाँदै मोमो खाएपछि भात पनि रुच्छ प्रकाश यो आज यो तँलाई ल प्रकाशको लागि आगो आछ नहाला कम्ता मिठो होइन आम्मामा नि कति म त भोक त मिल्छ केटा त्यो शनिश्चरीमा खाएको थियो नि 50 रुपियाँको 13 वटा त्यसको डबल छ आज यस्तो मिठो छ नि 50 को 13 वाला सस भनेको एकदम किमाएर उयो यो त 50 को बिराना पाउने 20 को आमा यो ठिक छ यो कुन मोमो ओ भाइ यो कतिको मोमो हो यो भन्नु पर्दा ट्याक्कै 50 को आमा 50 मा यत्रो भाइ भन्दै के कुन मोमो मैदा सबै हालेर बनाएको हो क्या कति लाखको भन्दै एउटा हामीले हालेको विशाल बोतल ल्याउ न आमा के मोमो हो यो 10-20 करोडको हो प्रकाश मेरो भतिज यो चाहिँ खाइ नसकेको हामीले बेलुका होइन यो त तँलाई डेलिभर गर्ने ल ट्याक्क भोलिको 4 बजे युट्युबमा आउँछ डेलिभर चाहिँ हामी यहाँ टक्क खाइसकेर घरतिर लागिन्छ हाम्रो केटाहरू उठ हाम्रो केटाहरू मोमोले अगाए जस्तो छ कि अनि गर्नु हुन्छ नि उठ न ल विशाल कालो ज्याकेट कालै भइरहेछ ढुट्टो भइरहेछ लु केटा हो यो कसको पेन रहेछ विशालको यो टक्क टस है यो चाहिँ हाम्रो हेडलाइट छैन मेरो कालो ज्याकेट यो केटा अब घरतिर लागिन्छ सबै सामानहरू हाल्दैन है मेरो धेरै कुरा राफ पनि खानु बोक्यो बोतलहरू राफ आफ्नो सबै सामानहरू अब ठिक पाएर हामी गइँदैछ घरतिर है घरतिर लु केटा हो अब चाहिँ हामी घरतिर लाग्यो है ल लाग्यो मात्र होइन अब हिँडेको हिँडेको निन्द्रा लागिरहेछ जस्तै तर अरू बेला सुतिन्छ हामी 1 बजी सुतिने गेम खेल्ला मेरो सुताइ चाहिँ 6 बजी हुन्छ है तर अब चाहिँ हामी घरतिर लाग्यो ग्राउन्ड छोडेर हाम्रो केटाहरू रमाइलो गरियो आज बज्नु चाहिँ 12 बजिरहेछ है केटा हो होइन ल घडी देखो त घडीमा 00 फोन बजाउ न फोनमा 00 भइसक्यो 12:05 हो मेरो 12:05 हो 12:06 भयो
अब घरतिर लाग्यो है हामी टक्क पार्सहरूको मर्नु भन्छ हामी लाग्यो घरतिर लकडा भाइ भाइ यहीँदेखि अब हाम्रो भिडियो एन्ड हुन्छ ल ग्यापै हान्देऊ न तँले एउटाले ल हामी गम्भीरदेखि टक्क घर आइपुग्यौँ है हाम्रो रात यहाँ छ घर आइपुग्यौँ टक्क अब पासको घर चाहिँ गम्भीरदेखि रमाइलो गरियो होइन दीर्घको राख्दै रमाइलो गरियो अब भाडा खाना मसाउने टक्क सबै निकाल्ने होइन कि कसो पार अब भाडा मस्का हुन्छ टक्क